नेपालको विभिन्न स्थानबाट देखिएको यो दृश्य चीनले आइतबार बेलुकी प्रक्षेपण गरेको अन्तरिक्ष यान लङ मार्च 6A को हो। चीनले आइतबार उत्तर चीनको शान्सी प्रान्तस्थित ताई युआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट याओगान 5002 नामक रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो। यो उपग्रह राति 9:22 परिमार्जित लङ मार्च 6 रकेट मार्फत प्रक्षेपण गरिएको हो र अहिले आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको बताइएको छ। यस उपग्रहलाई मुख्य रूपमा भू-सर्वेक्षण, बाली उत्पादनको अनुमान र प्राकृतिक विपद रोकथाम तथा उद्धार कार्य जस्ता कार्यका लागि प्रयोग गरिनेछ। यो मिशन लङ मार्च रकेट श्रृङ्खलाको 633औं उडान भएको पनि चीनले जनाएको छ।